कोरिया आउनु अघि चाहिँ म के सोच्दथेँ भने नि साथीहरू, लाइफ यहाँ आएपछि चाहिँ पर्फेक्ट हुन्छ भनेर सोच्थेँ। यहाँ आएपछि त अलार्म सेट गरेर लाइफ नै पर्फेक्ट भएको छ क्या। अरू कुराले होइन, अलार्मले चाहिँ पर्फेक्ट बनाएको छ क्या हामीलाई नि, हामी विदेशीलाई यहाँ आइसकिसकेपछि चाहिँ। तर साँचो कुरा के हो तपाईँहरूलाई थाहा छ? तपाईँहरूलाई पक्कै पनि थाहा छ होला, किनभने अहिले सबै विदेश सिन्नुभएको छ नि त। साँचो कुरा के हो भने विदेशमा यहाँ पैसा त छ तर मन छैन क्या साथीहरू, हो कि होइन भन्नु त? अब नेपालमा चाहिँ धेरै खुसी हुने क्या, खुसी हुने, रमाइलो हुने होइन। अनि विदेशमा आइसकिसकेपछि चाहिँ बिहान उठ होइन, अलार्म राखेको हुन्छ, अलार्ममा उठ अनि खानासाना कचाकुचु खाइहाल, जे हुन्छ त्यही खाइहाल, गुमगुम खाइहाल, काममा कुदिहाल, अनि बेलुका आएर सुत, फेरि बिहान त्यसै गर्ने। त्यही हो क्या पर्फेक्ट लाइफ। नेपालमा त के आनन्द थियो नि त, लग्जरी लाइफ होइन साथीहरू। अनि नेपालमा हुँदा चाहिँ कस्तो थियो भने पैसा नहुने क्या। नेपालमा हुँदा चाहिँ पैसा कम हुने तर खुसी धेरै हुने। पैसा नभए पनि चलेगा भन्ने। अब हुन त पैसा खुसी दुइटै चाहिन्छ नि त मान्छेको जीवनमा। खुसी के ल्याउँछ त भन्दाखेरि अहिले सबैले भन्ने गरेको चाहिँ पैसा भयो भने खुसी नै खुसी भनेर भन्नुहुन्छ होइन। तर मलाई चाहिँ खास गरी भन्दा खाना लाउन पुगोस् होइन, खाना लाउन पुगोस्, नेपालमै बस्न मन लाग्छ कि। यो मेरो मनको कुरा हो। हजुरहरूलाई कस्तो लाग्छ होइन? विदेशमा बस्नेहरू मात्रै बुझ्छन् यो कुराहरू जस्तो लाग्छ क्या मलाई। विदेशमा बस्नेहरूले मात्रै बुझ्नुहुन्छ क्या यो कुराहरू, मैले अहिले गरिरहेको कुराहरू। नेपालमा बस्ने मान्छेहरूले त त्यति बुझ्नुहुन्न नि त। पैसा नै ठुलो कुरा भन्नुहुन्छ नेपालमा बस्नेले। नेपालबाट यहाँ आइसकिसकेपछि सबै कुराहरू थाहा हुन्छ। अनि साथीहरू एउटा कुरा, दिनभरि काम गर्ने, राति आएर सुत्ने। अघि नै भनिसकेँ नि त मैले, दिनभरि काम गर्ने अनि राति आएर सुत्ने, फेरि काममा जाने, फेरि आएर यस्तै हो कि यहाँ विदेशको लाइफ चाहिँ। तर हामी स्ट्रङ छौँ नि त, हामी नेपाली हो होइन, सबै सहेर अगाडि बढिरहेका छौँ। म चाहिँ तपाईँहरूलाई सोध्छु, तपाईँहरू चाहिँ के रोज्नुहुन्छ? नेपाल कि कोरिया रोज्नुहुन्छ? म चाहिँ नेपालै रोज्छु, तपाईँहरू के रोज्नुहुन्छ? हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ र सब्सक्राइब पनि गर्न सक्नुहुन्छ है त साथीहरू। बाई।